छुट्टी नै दिँदैन छोरा। कहिले बिरामी भएको बेला पनि सकि नसकी भए पनि ड्युटी गर्नुपर्छ। सुन त छोरा, अहिले मम्मी आएपछि बाबाले साँझ पैसा पठाइदिनुहुन्छ रे भनेर भन है। पैसा चाहियो भनेर भन्दै थिए। मेरो सेलरी पनि आएको छैन, साथीहरूसँग सापटी काटेर पठाइदिन्छु। त टेन्सन नलेन छोरा, म यता जसो तसो गरेर भए पनि टाढिहाल्छु। त्यो साउको ऋण तिरिसक्यो भने यो खाडीबाट म चाँडै फर्किनेछु नि छोरा। मेरो छोरासँग सँगै साथमा बस्छु नि। हस्।